साथीहरू, आज बालन शाहको विरुद्धमा नेकपा एमाले निकट युवा सङ्घ नेपालले अर्को एउटा उजुरी दर्ता गरेको छ। योभन्दा पहिला पनि धेरै उजुरीहरू दर्ता भइसकेका छन् बालन शाहको विरुद्धमा र आज आएर अर्को एउटा उजुरी थपेको छ। यी बालन शाह विरुद्ध जति पनि उजुरीहरू दर्ता भएका छन् साथीहरू, यी उजुरीहरूले अहिले तत्कालै केही असर नपार्ला त्यो मान्न सकिन्छ। तर पछि गएर यदि चुनावमा नेकपा एमालेको सरकार बन्ने अवस्था आयो भने त्यस पछाडि तमासा त बल्ल देखिनेछ। त्यहाँ यी हरेक उजुरीहरूलाई त्यति बेला झिकी फेरि कार्यान्वयनमा ल्याइनेछ। अब अहिले यो शक्ति सन्तुलनको हिसाबले केपी शर्मा ओली तर्फका उजुरीहरू पनि दर्ता नगर्ने, यता बालन शाह तर्फका उजुरीहरू पनि दर्ता नगर्ने भनेर प्रहरीले एउटा तटस्थ बाटो समातेको अवस्था छ। तर भोलिका दिनमा यदि चुनाव भन्दा पछाडि त्यो अवस्था बन्यो भने कि एमालेको अथवा पुरानो राजनीतिक दलको सरकार बन्ने अवस्था बन्यो भने यी सबै उजुरीहरू बिउतिनेछन् साथीहरू। र त्यति बेला बालन शाह लगायतका धेरै नयाँ अनुहारहरूको हालत रवि लामी छानेको भन्दा अझै पनि दुर्गति हुने चाहिँ अवस्था पक्का छ। अहिले युवा संघ नेपालका कार्यकर्ताहरूले कुन हदसम्मको प्रतिशोधको भावना मनभित्र दबाएर राखेका छन् भन्ने कुरा त यिनीहरूले बेला बखतमा मिडियाहरूमा दिने अन्तर्वार्ताले प्रश्न पार्छ कि भोलि उनीहरूको सरकार आए त्यसै छोड्ला त? कुनै पनि हालतमा छोड्नेवाला छैन। त्यसो त यो कुराहरूलाई नयाँ भनिनीहरूले मध्यनजर गर्न जरुरी छ, आवश्यक छ साथीहरू। आज मात्रै पनि डाक्टर बाबुराम भट्टराईले नयाँ जेनजी अगुवाहरूसँग राजनीतिक विषयमा छलफल गर्दै पुरानाहरूसँग लड्न त्यति सजिलो छैन, तुरुन्तै नयाँहरूले एउटा नयाँ सहमति गरेर अगाडि बढ्नुपर्छ, एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने डाक्टर बाबुराम भट्टराईको पनि एउटा सुझाव थियो। र आज यो सुझाव केही चाहिँ लाग्दैन, तर भोलिका दिनमा जब अप्ठ्यारो आइलाग्छ त्यति बेला फेरि यी सबै कुराहरू गर्न धेरै अबेर भइसकेको हुनेछ। राजनीति भनेको यस्तै हो साथीहरू, जसको शक्ति उसको भक्ति। अझ हाम्रो जस्तो देशको कानूनलाई नै शक्तिवालाहरूको पिछलग्गु बनाउने देशमा त यो कुरा एकदमै नौलो होइन साथीहरू। जसको हातमा शक्ति आउँछ उसले एक छत्र राज चलाउँछ। योभन्दा पहिला पनि हामीले कंग्रेस एमालेको 2/3 सरकार देखेकै हो, कुन हदसम्म यिनीहरूले एक छत्र राज गरेका थिए। अब यस पछाडि बन्ने नयाँ सरकारहरूमा पनि यदि त्यस्तो अवस्था आयो भने त कोही पनि जोगिनेवाला छैनन् यिनीहरू। त्यसो त जेनजी भनिने र नयाँ भनिनेहरू अब नयाँ सहमति गरेर अगाडि बढ्नुको विकल्प छ जस्तो चाहिँ मलाई लाग्दैन साथीहरू। पछिल्लो समय समाचार माध्यमहरूमा आएका समाचार अनुसार यी नयाँ भनिनेहरू चाहिँ एकदम टुक्रा टुक्रा भएर आफ्नो आफ्नो बाटो अलग अलग तरिकाबाट हिँड्न लागेको भन्ने सुनिन्छ। तर यो उनीहरूले आफ्नो खुट्टामा आफैले बन्चरो हाने बराबर नै। पुरानो राजनीतिक दलहरूको अहिले पनि नेपालका धेरै जसो गाउँका निर्वाचन क्षेत्रहरूमा दबदबा छँदैछ, यिनीहरूको संगठन बलियो छ। अझ नेकपा एमालेको त एकदमै देशका हरेक तहहरूमा हरेक चाहिँ टोल टोलसम्म यिनीहरूको तगडा संगठन छ। अब यस्तो तगडा संगठन बनाएर एकदम सशक्त रूपमा अगाडि बढिरहेको पार्टीलाई पराजित गरेर आफू अगाडि आउनु चाहिँ सानीचुनी कुरा होइन। र त्यो चुनौतीलाई सामना गर्नको निम्ति साथीहरू एउटा सानोतिनो संगठनले त्यो सम्भव नै छैन। एउटा विशाल ध्रुवीकरणको आवश्यकता छ। जति पनि पछिल्लो समय म आफू नयाँ हुँ अथवा म वैकल्पिक राजनीतिक धारमा विश्वास गर्ने मान्छे हुँ भनेर नेता हुँ भनेर अगाडि बढिराखेका छन्, तिनीहरू एउटा विशाल ध्रुवीकरणमा जानुको विकल्प छैन। यो कुरा विशेषतः बालन शाह र उनको टिमले बुझोस्, किनकि जेनजी आन्दोलनको दोषको सबैभन्दा ठूलो थुप्रो बालन शाहको टाउकोमा छ। यो सर्वविदितै कुरा हो। यदि बालन शाहले आफूलाई एउटा नेपालको राजनीतिमा लामो समयसम्मको निम्ति लङ टर्मको निम्ति स्थापित गर्न चाहन्छन् र भोलिका दिनमा रवि लामी छानेको अभिगत भोग्न चाहँदैनन् भने यो कुरातिर बालन शाहको छिटो भन्दा छिटो ध्यान जाओस्, अन्यथा हालत खराब हुनेवाला देखिन्छ।